अलराइट गाइज हामी चाहिँ दुई तले बसमा छौँ है सर झन्डै झऱ्यो यार सर सर के अरे दामी 350 के अरे गाडी झन्डै खिच्यो मुनिको बसको ड्राइभरले देख्यो भने यति मात्रै हो है नेपाली हेर्छ क्या ड्राइभर दुई तले बसबाट चाहिँ गाडीहरू ओभर सानो सानो देखिरहेको छ है गाइस अनि हामी चाहिँ बस पनि सानो देखिरहेको छ क्या यहाँको मुभमेन्ट चाहिँ यस्तो क्या अब गाडीलाई हान्दै हान्दै जस्तो देखिने रहेछ क्या नाइट भ्यू फ्रम महाबुला कुपेत गाइस अहिले चाहिँ हामी सिग्नलमा छौँ पछाडि चाहिँ ड्याम्मै खाली छ नि साथी पछाडि चाहिँ पुरै खाली छ है जुम गर्दै थियो यार सो अलराइट गाइस हामी चाहिँ महाबुलाबाट फर्किँदै यस्तो चाहिँ नगर्नु र कहिले पनि गाडीले हानिदिन्छ ओइ मोटे मेरो भाइ मोटे यसरी बाटो नफ्लाट ल तर म धनकुटाको थुप्रो खाउँछु आएन हौ त्यो हल्दा पनि के हुन्छ नि के अरे के थियो त्यो हल्दा पनि नहुने हौ सिनेमेटिक के थियो नि 0.5 नै सिनेमेटिक हो यसमा पनि हल्ली के हुँदैन यो भ्लगिङकै लागि हो मेरो भाइ ट्याक्सी बिस्तारै ल आइवा यता प्यारेन बोल्थ्यो मलाई सो अलराइट गाइज हामी चाहिँ महाबुलाबाट फर्किँदैछौँ अनि अहिले चाहिँ टाइम भएको चाहिँ 7:30 कति भएको छ है एक्ज्याक्ट टाइम थाहा भएन साथै भिडियोमा लाइक कमेन्ट हानिदिनु होला यसो हल्का टाइप्सको माया देखाइदिनु होला हाम्रो भ्लगमा हामी जस्तो खासै निस्किँदैनौँ कहिले काहीँ निस्किने हो है अनि आज चाहिँ हाम्रो घरबाट सामान पठाइदिनु भएको थियो अनि हामीले चाहिँ हल्का रिसिभ गरेर हामी फर्किँदैछौँ अहिले चाहिँ गएर मस्त घिउ खाने होइन हल्का घिउ सिउ हेनदेन पहाडी घिउ जट्टसँगले राखेर चाहिँ दामी है कति मजा आउँछ साथी बढिया त्यो छ नि एउटा बुढो छ नि हो भन्ने त्यसरी हालिदिनु पर्छ एकदम मजा आउँदो रहेछ है मजा आउँदो रहेछ यार साँच्चै ट्याक्सी हेर न कति सानो देखेको ट्याक्सी त्यस्तै हो नि माथिबाट ओर्लेर चलाउँछु भन्दै चढाएँ म अङ्कलसँग भेट्दाखेरि लगभग 3 किलोमिटरमा हिँडेको थिएँ क्या बाटो थाहा होइन क्या एक्लै आयो भने अब जस्तो तिमीलाई ठाउँ थाहा छैन तिमी एक्लै आयो भने चाहिँ प्रोग्राम फेस गर्ने भनेको त्यही हो क्या अरे वहाँ ब्याक क्यामेरा ओइ उता देखाउने बब्बाल देख्यो क्या माया पाए हुन्थ्यो नि एउटा सानो मायाको महल सजा गफ हानेको त सुन्दा त मान्छेले गफ त त्यस्तै हो नि गफ त साथी मेरो घर यो यस्तो हेर्दाखेरि होइन आँखाले यस्तो बाटोहरू देख्दाखेरि चाहिँ नि हाम्रो देश चाहिँ कति पछाडि रहेछ भने जस्तो हुने क्या उता गाडीले हाम्रो टपेर हिँड्थ्यो अनि हाम्रो औकात के छ एभरेजमा कति होला बसको स्पिड अहिले बसको स्पिड 80 क्रस छ 80 प्लस है 80 क्रस छ न एउटा खाल्डा खुल्टी छ बाटो न केही छ यार हाम्रो 2-3 मिनटमा खाल्डामा बस खिच्छ के छ बाटो कता पो लग्यो हौ साथीले त अनि साथीले त स्ट्यान्डमा हाल्नु भएको रहेछ साथीले स्ट्यान्ड छैन दाजु तपाईँ नबोल्नु होला तपाईँ सिधै हामीलाई मैदान अगाडि ल्याउनु त पब्लिक अफिसर क्लब पुलिस अफिसर होला नै पब्लिक अफिसर क्लब सो
त्यही नै हो गाइस हाम्रो च्यानल हल्का सब्सक्राइबर बढाइदिनु पर्ने हुन्छ है हाम्रो पर्सनलाई सपोर्ट चाहिँ गर्नु पर्यो है अनि हल्का हुन्छ नि अब कमेन्टमा यसो सजेसन टाइप्सको के मन पऱ्यो के मन परेन होइन अब एडिटिङ सिडिटिङ पनि त्यही हो क्यापकट जिन्दाबाद हो हाम्रो त होइन त्यही हो हल्का माया देखाइदिनु होला कमेन्ट गरिदिनु होला लाइक गरिदिनु होला अनि हुन्छ नि साथीभाइहरूलाई यसो सब्सक्राइब टाइप्सको होइन साथी होइन म चाहिँ के भन्छु भने सो अब त्यही हो होइन बाहिर त अब निस्केर भिडियो बनाउने वातावरण नै छैन गर्मीले दिमाग खराब पार्नु पराएको हुन्छ तर यहाँ एसी चलेको छैन के हो एसी यस्तै हो कि साथी अझ एउटा हेर्छु के पनि छ हामीसँग पर्दा पनि छ क्या अझ तिमीले लाइभ एक्सिडेन्ट देखाएको छौ लाइभ एक्सिडेन्ट देखाएको छौ लाइभ एक्सिडेन्ट मेरो अहिलेसम्म हो खतरा एक्सिडेन्ट के हो होइन के हो खतरा एक्सिडेन्ट होइन मैले फिल गरेको चाहिँ हाम्रो अङ्कलको एक्सिडेन्ट हो आँखैले देखेको भनेको चाहिँ आँखैले अब लाइभ एक्सिडेन्ट भनेको के अहिले कहिले हुनु पर्यो टाइप्सको के भइसकेपछि देख्नु नै मतलब त्यस्तो कुनै एउटा एक्सिडेन्ट जस तिमीले लाइभ देखेको छौ भन्नु खोजेको क्या बितिसकेको पनि सक्यो होइन चाहे तिमी नेपालमा जहिले अब जस्तो यहाँ भइरहेको छ अहिले नै आँखा देख्नु पऱ्यो होइन मतलब छैन यहाँ नेपालले पनि तिमीले हिँडिरहेको बेलामा तिमीले आँखा अगाडि तिमीले हेर्दै हेर्दै भएको क्या अथवा हिँडिरहेको मान्छे होइन अथवा हिँडिरहेको गाडी गएर ठोकेको अथवा के भएको क्या त्यस्तो छैन म पनि देखेको छुइनँ यस्तो अहिलेसम्म तर मैले उयो खतरा एक्सिडेन्ट देखेँ भनेको चाहिँ एउटा एक्सिडेन्ट भएको त दसैँको बेलामा भन्दा नेपालतिर त बढी एक्सिडेन्ट हुने त्यतिखेर चाप बढी हुन्छ सबैको छुट्टी हुन्छ त्यतिखेर चाहिँ के भयो भने यस्तो नेपाल डाँडा भन्ने ठाउँ थाहा छ नि तिमीलाई नेपाल डाँडादेखि मुनि टर्निङ छ नि टर्निङ जग्गा त्यो नेपाल डाँडामा भन्दा अगाडि एउटा ब्रिज आउँछ थाहा छ ब्रिज पखोला भन्ने पखोलादेखि अलिकति 2-3 टर्निङ गरे पछाडि चाहिँ त्यहाँदेखि चाहिँ गाडी झरेको थियो क्या त्यो चाहिँ भनेको उता ताप्लेजुङ साइडबाट आउँदै गरेको गाडी मुनि झरिदिएको क्या बाँसघारी बाँसघारी छ नि बाँसघारी पेट्रोल झरेको त्यो गाडीमा धेरैजना मऱ्यो क्या दसैँको बेलामा सबैभन्दा खतरा त्यही हो अनि मजासँग देखेको छैन लाइभ एक्सिडेन्ट चाहिँ अब बाइकमा भ्याट्टा भुट्टा लड्ने लड्ने म यतिसम्म नै बाँचेको छु साला एउटा छ नि त नवाजुद्दिनको त मको टक्स छुकेको वापस सक्दा भनेर क्याक्कै भएको छ क्या मेरो मलाई ल है गाइस हराएको मार्क्स फेरि भेट्यो आफैले गाडी हाँके जस्तो सानो केटाकेटी त्यहाँबाट मजा यस्तो हेर्दै क्या गाडी हाँकेको बमिट आउने प्रब्लम कतिको थियो अब सानोमा त बमिट प्रब्लमै हालिदिन्थ्यो मजा बस्न भनेको नै त्यस्तो त होइन थुप्पा खाएर बमिट हालेको थाहा छ मलाई त्यो चाहिँ होइन म बिराटमा जाँदाखेरि सुरुमा बिराटमा जाँदाखेरि तिम्रो जानुपर्ने त्यो म अमिलो नखाइन सक्दिनँ क्या त्यो छ नि त्यो नि बेच्नलाई त्यो गाडीमा काटेको अमिलो त्यो पुरा उयो नुनसुन हालेर त्यो अमिलो मैले खान्थेँ क्या 2-3वटा लिएर हिँडेर हुन्थेँ अनि तिम्रो काठमाडौँ जाँदाखेरि त काठमाडौँ पहिलोचोटि आएको छमा पर्दाखेरि होइन बाबा मरेपछि एउटा आउँदै हुन्थ्यो र बाबाले बोलाउनु भयो भाकलतिर गएको थियौँ सबैजना त्यतिखेर तिम्रो आधी बाटो पनि हिँडेको मतलब भर्खर कोसी कटेको छैन होइन सक्यो क्या मान्छे त्यहाँबाट त रातभरि वापक्र उको गर्दै हिँडेको नि यार कोही ग्रान्ड हायर दसैँमा बाबाले गयो हुन्थ्यो पाहाडको बाटो यो हुने नेपाल डाँडाको बाटो नि त्यो ब्रिज भएको थिएन क्या अरे अब होइन खाल्टा यता यस्तो हुने यता भने यो हुने क्या अनि अब बिहान मामाले जाँदैछ बेलुका धेरै खाना खानुपर्ने होइन अब भोलि बिहान बमिट आउँछ भनेर के चियाधरी नखाने क्या उठ्यो होइन बमिट आउँछ भनेर आउँदा नि त म पनि खाँदै थिएँ बमिट गर्छु भनेर फेरि यस्तो हुँदो रहेछ क्या भोकको पेटमा बमिट आएपछि यस्तो बट्टारेर आउने होइन अझै सिरियस हुने क्या बरु खाएर बमिट गर्ने भने त्यस्तो प्रब्लम हुँदैन जे खाएको त्यही निस्किने हो जे खाएर त्यही निस्किन्छ निस्किने नखाइकन गाडी चलायो भने चाहिँ नहो कहाँ निकाल्नु आउनु त पर्छ अझ के अरे तिम्रो उयसमा क्या मलाई चाहिँ कस्तो छ भने तिमी मैले हिली एरिया हिँडेँ भने होइन मेरो पाहाडी एरिया गएको छ भने चाहिँ त्यसमा उयो चाहिँ हुनु के अरे अझ फेरि त्यो पाहाडी एरिया गएर पनि त्यो हुन्छ नि माइक्रोहरू त्यो जुन बन्द हुन्छ नि त्यो ऱ्यापरसँगले बन्द भएको हुन्छ नि हावा चिर्न आउँदैन नि त्यस्तो भयो भने चाहिँ म फेरि सक्यो क्या अनि काठमाडौँबाट हामी गोर्खासम्म माइक्रोमा आएको माइक्रोमा त मनोकामना जाँदा क्या छाप्नु र पात्नु गरेर राम्रो क्या त्यस्तो है बब्बाल क्या तर यार
फर्स्टचोटि केबल कारमा चढ्दाखेरि त आनन्दै बेग्लै नि यार केबल कार कान्टु गर्ने का टाइप्सको के हो यो नीलो नीलो टाइपको डेकोरेसन इज इट ओइ झाडीमा छिरो एउटा मान्छे यार सो सायद यता चाहिँ सी साइड छ जस्तो लाग्यो मलाई चाहिँ अघि भ्यू हेर्दै आएको बाटो चाहिँ त्यही जस्तो लाग्यो हामीलाई चाहिँ अनि हल्का अब अहिले रात 7 परिसक्यो 7-8 कति भइसक्यो थाहा छैन हामी चाहिँ जाँदैछौँ 7 बन्द भइहालेछ भगा भाइ एउटा छ सक्यो यत्रो आउँछ होला त छैन सक्यो जुम गरेर भने ल्याइहाल्छु नि त्यो नै अलिक अलग छ नि त बवाल छ ठ्याक्कसँगले कपरकाठामा गएर दाजु मिलाइदिनु भनेर होइन कहाँ गएर अरे कपरकाठामा क्या ठाकुरमा गएर यहाँ झ्यालेले पालो यहाँ चाहिँ छ नि त यहाँ अलिअलि हुन्छ नि त होइन रमाइलो ठ्याक्कसँग यहाँ गएर यहाँ जय श्रीराम भन्दा छिर्ने होइन ठ्याक्कसँग यो मिलाइदियो भन्ने अनि जब मिलाइसक्छ नि भरे खत्तै गरिदिनु सबै काटिदिनु अनि यो चाहिँ हटेर यो मात्र निस्कियो भने चाहिँ सलाम वालेकुम अरे तिम्रो उयो भनेर क्या मासलाम भनेर गाइज फेरि हल्का जाम टाइप्सकोमा पऱ्यो हामी चाहिँ हल्का चाहिँ गाडीहरूको भिडभाड भएर जाम भएको अवस्था अब यो बाटोमा ब्लक भयो त्यो बाटो खुल्ला कुदिरहेको छ त्यो बाटो जामै भएको छैन नेपालमा चाहिँ अब एउटा मात्रै बाटो हुन्छ आउने पनि एउटा जाने पनि एउटा अब यता भनेको चाहिँ जाने यो गइरहेको छ आउने यता आइरहेको छ यस्तो खालको यसले केही कुटाइ खोजेको होला हौ के गर्न खोजेको नेपालमा भयो कुटाइसकेको